यदि मसित अहिले 10 लाख रुपियाँ भएको भए म त्यो 10 लाख रुपियाँलाई कसरी लगानी गर्थेँ होला त? त्यसमध्ये पहिला 2 लाख रुपियाँ चाहिँ म इमर्जेन्सी फन्डको लागि राख्थेँ एउटा सेभिङ एकाउन्टमा। कुनै बेला पनि एकदमै पैसा जरुरत पर्न सक्छ। आफ्नो महिनावारी जति खर्च हुन्छ त्यसको 3 गुणा या त 6 गुणा पैसा चाहिँ ब्याङ्कमा हुनै पर्छ एज अ इमर्जेन्सी फन्ड। त्यो 10 लाख मध्ये हरेक महिना 5,000 रुपियाँ चाहिँ म एसआइपीमा इन्भेस्ट गर्थेँ। कुनै पनि एउटा ब्याङ्कको एसआइपीमा हरेक महिना 5,000 रुपियाँ लगानी गर्दै जान्थेँ। त्यसमध्ये 2 लाख रुपियाँ चाहिँ मैले गभर्नमेन्ट बन्डमा इन्भेस्ट गर्थेँ। गभर्नमेन्ट बन्डमा त्यो पैसा हालिदिन्थेँ। 1-2 वर्षपछि 3 वर्षको लागि म छोडिदिन्थेँ त्यो पैसालाई। नेपालमा हेर्दाखेरि गभर्नमेन्ट बन्ड चाहिँ एकदमै सेफ पनि हुन्छ, रिटर्न पनि एकदमै राम्रो नै भइरहेको हुन्छ। त्यसमध्ये 1 लाख रुपियाँ चाहिँ म सेयर मार्केटमा इन्भेस्ट गर्थेँ, किनभने सेयर मार्केटमा चाहिँ एकदमै धेरै हाई रिटर्न हुन्छ। यदि मलाई सेयर मार्केट चलाउन आउँदैन भने, सेयर मार्केट बारेमा केही बुझेको छैन भने चाहिँ हाइड्रो पावर, इन्स्योरेन्स कम्पनी र ब्याङ्कहरूमा 1 लाख रुपियाँ 25-25 हजार गरेर म त्यसमा इन्भेस्ट गरिदिन्थेँ र 1-2 वर्षको लागि छोडिदिन्थेँ, 5 वर्षको लागि छोडिदिन्थेँ। त्यो चाहिँ स्योर एन्ड सर्टेन बढ्ने नै हुन्छ यति लामो पिरियडमा। कुनै पनि ब्याङ्कको, कुनै पनि हाइड्रो पावरको र कुनै पनि इन्स्योरेन्स कम्पनीको सेयर चाहिँ बढ्छ नै बढ्छ। यदि आउँछ भने तपाईँले सर्ट टर्म ट्रेडिङ गर्दा पनि हुन्छ। र लास्टको 1 लाख रुपियाँ चाहिँ म आफूमा इन्भेस्ट गर्थेँ, सिक्थेँ नयाँ कुरा, सानो कुरामा इन्भेस्ट गर्थेँ, नयाँ स्किलहरू सिक्थेँ, कहाँ इन्भेस्टमेन्ट अपर्च्युनिटिजहरू छ त्यसको बारेमा बुझ्नको लागि चाहिँ म 1 लाख रुपियाँ इन्भेस्ट गर्थेँ। यो इन्भेस्टमेन्ट प्लान चाहिँ एकदमै धेरै फाइनेन्सियल नलेज नभएको, ठिकठाक बुझ्ने खालको मान्छेको लागि चाहिँ एकदमै पर्फेक्ट हो, किनभने एउटै ठाउँमा पैसा पनि गएको छैन, डाइभर्सिफाई भएको छ र रिटर्न पनि एकदमै राम्रो नै आउँछ। पैसा रिलेटेड यस्तै कुराहरू बुझ्न चाहनुहुन्छ भने चाहिँ राइज पैसा भन्ने च्यानललाई फलो गर्नुहोला।